हाई साथीहरू, योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले चिकन अचार बनाउँदाखेरि विथ बोन नै बनाएको थिएँ। खान अलिकति अप्ठ्यारो भयो कि, अनि आज चाहिँ म बोनलेस बनाउँछु। मैले होल चिकनबाट त्यति ब्रेस्ट र अरू खत्रङ खुत्रुङ गरेर त्यति चिकन लिएँ, अनि यो खोर्सानी भिजाएर राखेको र यो मसला चाहिँ त्यतिखेरै पिसेर बनाउने मसला हो। अनि यो मसला मिक्सरमा हालेर टक्कसँग यसलाई खन्याएँ हैन। अनि यसमा चाहिँ केलाएर राखेको लसुन अदुवा मजाले मिक्स गरेँ। अनि त्यो यसलाई सुरुमा चाहिँ मैले यसलाई फर्स्टमा ग्राइन्ड गरेँ कि हल्का, अनि त्यहाँदेखि चाहिँ त्यो भिजाएर राखेको खोर्सानी हालेँ। हामीले भुटेर सुक्खा भुटे पनि हुन्छ खोर्सानीलाई। अनि यसमा चाहिँ मैले चिकनलाई रोस्ट गरेँ। मेरो जम्मा त्यति चिकनलाई चाहिँ मैले 2 चोटि गरेँ। यो एकचोटि भयो। यसलाई चाहिँ मजाले फ्राई गर्ने। अनि फ्राई गरिसकेपछि यतिको रातो भइसके पछाडि चाहिँ अनि यसलाई अब निकाल्ने। अनि निकालिसके पछाडि चाहिँ अरू यो रोस्ट हुँदै गर्दाखेरि चाहिँ हामीले मसलाहरू रेडी गर्दा भयो हैन। अनि अघिको लसुन अदुवाको पेस्ट यो चाहिँ, अनि त्यसलाई चाहिँ अघि 2 लटको पनि मैले निकालिसके पछाडि चाहिँ बाँकी रहेको तेलमा मैले चाहिँ यो लसुन अदुवा अनि खोर्सानीको पेस्टलाई गरेँ। सबै हालिनँ मैले, किनभने त्यसमा चाहिँ अलिक बढी नै खोर्सानी थियो नि त। अनि यो बाँकी भएको मसला एकछिन पकाउने। अनि अघि मिक्सरमा मिक्स गरेको पनि मसला गर्ने। यसमा हामीले नुन, बेसार अनि भेनेगर कति छ त्यो अनुसारले, स्वाद अनुसारले त्यो नुन, बेसार, भेनेगर चाहिँ हाल्न मिल्यो। अरू चाहिँ अब मिट मसलाहरू यताउति अचारहरू चाट मसलाहरू हाल्दा पनि भयो, नहाल्दा पनि भयो। अनि त्यहाँदेखि रोस्ट गरेँ मैले। रोस्ट गरेर राखेको चिकनलाई हालेँ। अनि मेरो अचार चाहिँ चिकन अचार यत्तिको भएको छ। हेर्दा त वाउ मिठो छ जस्तो देखिन्छ हैन, खाँदा पनि मिठो छ। अनि यसलाई चाहिँ एकछिन सेलाउन दिने। तातो तातै हाल्न मिलेन नि त बट्टामा। अनि बट्टा चाहिँ मैले धोइ पखाली सुकाइ गरेर अनि थोरै तोरीको तेल हालेर यसमा बट्टा बरी बनाएर राखेँ। अनि त्यो बाँकी भएको चाहिँ मैले सानो बट्टामा हालेँ हैन। अनि यसरी बनाएर राखेको अचार चाहिँ हामीले अब चाउचाउहरूमा हालेर अनि चिउरासँग मोलेर त्यत्तिकै पनि खान सकिन्छ। अनि अब सादा खानाहरू बनाएको बेलामा पनि यसरी अचारहरू अनि यो अचारहरू खायो भने चाहिँ एकदम मिठो हुन्छ कि, खाना मजाले रुचाउँछ। यस्तै छ। थ्याङ्क्स फर वाचिङ। अचार बनाएर खानु होला। बाइ।